हिमाल आरोहणको कथा। हिमालको काखमा बसेको सानो गाउँबाट सुरु भएको थियो त्यो सपना। साना घरहरू, ढुङ्गा माटोका बाटा र टाढा सेताम्य हिमालहरू। ती हिमालहरू केवल प्रकृतिको सौन्दर्य मात्रै होइनन्, साहसको चुनौती पनि थिए। आदित्य सानैदेखि ती हिमालतिर हेरेर भन्थ्यो, एक दिन म त्यही चुलीको टुप्पोमा उभिनेछु। गाउँका बुढापाकाहरू डराउँदै भन्थे, हिमालसँग खेल्नु भनेको मृत्युसँग खेल्नु हो। तर आदित्यका लागि हिमाल डर होइन, आह्वान थियो। एक बिहान सूर्योदयसँगै ऊ आफ्नो झोला बोकेर यात्रा निस्कियो। हातमा डोरी, खुट्टामा क्राम्पन, मनमा अटूट विश्वास। बाटोमा कहिले हिउँको आँधी आयो, कहिले चिसो हावाले सास रोक्यो। साथीहरू थाकेर रोकिए, तर आदित्यको मन अझै अघि बढिरह्यो। एक रात तम्बुभित्र ऊ एक्लै थियो। बाहिर हिमपात भइरहेको थियो। त्यो क्षण उसले बुझ्यो, हिमाल जित्नुभन्दा ठूलो कुरा आफूलाई जित्नु रहेछ। अन्तत त्यो दिन आयो। सूर्य बादलमाथिबाट मुस्कुराउँदै थियो। आदित्य चुलीको टुप्पोमा उभियो। तल संसार सानो देखिन्थ्यो, तर मन असाध्यै ठूलो भएको थियो। उसले झण्डा गाड्यो र बिस्तारै भन्यो, यो मेरो जित होइन, मेरो धैर्य, मेहनत र सपनाको जित हो। त्यस दिनपछि आदित्य गाउँ फर्कियो। अब ऊ केवल हिमाल आरोही थिएन, ऊ सपना पूरा गर्न सकिन्छ भन्ने उदाहरण बनेको थियो।